यो खालको हिँडाइले त घुम्नु आएको हामी एक्सर्साइज गर्न आएको के माछालाई बिस्कुटहरू नदिने यस्तै भन्ने बेला भइरहेको एउटा गाडी खोज्यौँ कि यार पुरा के सानो भइसक्यो खेरै हो ठेमाले होइन ठ्याङ्ग ल्याएन नि मैले आज तरा गर्नु पनि माने साथीहरू भक्तपुरको हेरिहाल्यौँ है हामी फेरि गाडीमा बसेर घुम्ने नि फेरि कहाँतिर होला है सर वेलकम टु अर ब्लग है फेरि न्यू ब्लगमा अझै त हामी बौद्धदेखि भक्तपुर जाँदैछु ओके अहिले त हामी गाडी साडी बुकिङ गरेर बौद्धको बाटोमा जाँदैछु है लेट्स सी इन सिधै भक्तपुरको है यात्री म निकै सफा हुन्छ त्यसैमा रमाउँछ के गर्न आफ्नो र साथीहरू भक्तपुरको हेरिहाल्यौँ है हामी फेरि गाडीमा बसेर घुम्ने नि फेरि हिँड्नै पर्दैन हामी फेरि घुम्दैछु अब हामी घुम्नु सुरु गर्दैछु यस्तो विजय गरेँ कि कहाँदेखि सुरु गर्दा ठिक होला भनेर चाहिँ कहाँदेखि गर्दा ठिक होला भाइ अब कहाँबाट सुरु गर्ने हेर्नुपर्छ यहीँबाट सुरु गर्ने हेर्नुहोस् पछाडि यस्तो छ हाम्रो जस म जहाँ गएँ नि पानी त अहिलेसम्म परेको छैन है घुम्नु जाने बेलामा साँच्ची भन्नुपर्छ कसम भन्नु रेली होइन म जहाँ गएँ नि पानी परेको छैन हेर आज पनि पानी पर्ला जस्तो छ तर पर्दैन जस यहाँ सफा रहेछ अहिले म कति वर्षपछि आयो भन्दा म क्लास 2मा आएको थियो त्यहाँदेखि आएको छैन मेबी त्यस्तै 8, 9, 10 इयर्स भइसकेको छ होइन 10 to 9 इयर्स भयो होला म भक्तपुर आएको त्यस्तो अहिले म भक्तपुर आइपुगेको छु है नजर हेरौँ कस्तो हुँदो रहेछ है तपाईँहरू पनि देखाउनेछु
ल्याएन नि मैले आज करा गर्नु पनि मान्ने अनि पहिला चाहिँ हामी चाहिँ नि स्कुल पढ्ने बेलामा चाहिँ कति 5 गाउँ त भक्तपुर भित्र छिटो हामी चाहिँ अहिले चाहिँ कति छिटो सकेको घुम्नुलाई पनि अहिले उयो भएर पुरा खेर एउटा गाडी खोज्यौँ कि यार खप्से भक्तपुर त घुम्नु त केही नै हो सच्ची भने पहिला होइन हामी स्कुल पढ्नु 5 गाउँ त घुमेर बिताएको हो क्या यहाँ त यार रुनु पाँच खतम हो गयो अब यहाँबाट कहाँ भन्नु अब कुन त्यो अब गरी निकाल्नु त्यस्तो गरेर फेरि अब अलि नराम्रो नजरले हेरे जस्तो हुन्छ क्या हो त्यही भएर त्यसरी म निकाल्दैन किरोहरूको मतलब छैन किरोहरूको डेङ्क्योहरू मलाई म त एकैचोटि गएँ जीवन पुग्नु बाँच्नलाई यो जुजुदै भने कति रहेछ भयो है यता हामी यहाँ पनि यहाँ किङ कार्ड रहेछ फेरि है ओ साथीहरू के गर्दै हो दिमाग राम्रै रहेछ यस्तो हुन्छ गाई त अब के भन्नु होइन जिन्दगी बहाल छ सुनसान रहेछ नि है सुनसान है कभी कभी यसै जिन्दगी पनि जिउनु पर्दो रहेछ यस्तो अन्त पाउँछ कि न घाम छ न पानी छ होइन शीतल भएर आएको छ अब एउटा गाइड खोज्नुपर्छ क्या गाइड होइन यस्तै भन्ने बेला एउटा गाइडै खोज्यौँ कि यार खप्से भक्तपुर त घुम्नु त केही थाहा भएन त पैसा कति चाहियो बनाउ न हाम्रो पास ओए ओ गाई त्यहाँ भर्खर यो आन्टीले कुकुरलाई कुट्यो है पाएको म कम्प्लेन गरिहाल्छु यहाँ चाहिँ नि कस्तो नराम्रो त नाम्दिनँ भन्ने बिचरा यार कसले हानेको उसले होइन यस्तो भिडियो ए गर्लफ्रेन्ड त बौरा छैन म कुनै कुटेको अब छोडिदियो अब यो कुकुरलाई हो क्या अहिले कुटेको यो जिन्दगीमा केटी भयो भने त्यस्तै नबनाउने अब कसम भने हामीले जति भरोसा गऱ्यो त्यति भरोसा तोडिदिँदो रहेछ है केटीहरूले ओ सुरुमा होइन मजाले बोल्छ सुरुमा मजाले बोल्छ केटीहरू जब अब समय बित्दै गयो होइन जति पुरानो हुँदै गयो त्यति होइन इग्नोर गर्दै जान्छ क्या वाह पौडी खेल्ने हो डाइभ हान्ने हो यहीँबाट फेरि मैले त्यो कस्टमर केही पनि ल्याएको छैन अघि यो गुगल फोटोमा यस्तो के अरे यस्तो पोखरी देख्यो भए त कस्टमरहरू किनेर लिएर आउँथ्यो क्या यो कस्ट्युम पनि किनेन अब यता कस्ट्युम किन्ने ठाउँ पनि छैन रहेछ है फेरि कहाँ ए त्यहाँको त अलि मिल्दैन मलाई साइज मिल्दैन कि मलाई फेरि बाहिर 3 पेयर भनेर 3 पेयर यो भन्छु लास्ट कमेडी गर्छ होइन जो म जहाँ गए पनि यो मेरो साथी होइन त्यहाँ त्यो भइरहेको हुन्छ क्या साँच्ची भन्नु यस्तो म त साथी बनेको एक कल गर्दा आइपुगिहाल्ने यही मान्छे हो यतिको चाहिँ हुनुपर्छ साथी भएपछि चल्दिने हो ल अब पानीभित्र फोन त डुबाउनु मिल्दैन म पानी त कस्तो ग्रिन त हो के भने बिचरा बिस्कुट चपाउनु सक्छ फेरि मच्छरले जब यत्रो सानो केरा त बल्ल बल्ल चबाएर खान्छ झन् त्यत्रो बिस्कुट कहाँ सक्छ र माछा त रहेछ गाई तर क्यामेरामा देख्दैन माछाहरू पछि यस्तो के भन्छ झिम्बा होइन के भन्छ त्यसलाई केलाई एकदम जीवनदान जल्दी बोलो जीवनदान दिनु छ भने यहाँ आएर छोड्न सक्नुहुन्छ तपाईँहरू माछालाई जीवनदान है बुझे नि जीवनदान
दिनुपर्छ है यहाँनिर है पोखरीमा एकदम सुरक्षितसँगले बस्छ ओ यहाँ त नि चार्ज गर्नलाई प्लग पनि दिए रहेछ फेरि करेन्टै छ कि छैन फेरि गाइस कसम भने यस्तो आनन्द ठाउँ छ यहाँ है हेर न यत्रो ठुलो छ कि खाँदै बस्ने खालको छ गर्लफ्रेन्ड भयो त ल्याइदिइहाल्छौँ के गर्नु गर्लफ्रेन्ड पनि जोतको छ फेरि गर्लफ्रेन्ड पनि बोलाउनु पर्छ के हो स्पाबाट सुने नि गाइजहरू स्पाबाट बनाउनु पर्ला अरे मलाई फेरि यो मान्छेको भर छैन है फेरि यो मान्छेले फेरि एक कलमा ल्याइहाल्छ फेरि यो मान्छेको भर छैन गाइज फेरि स्पा देख्नु हुँदैन छिरिहाल्छ फेरि ल्याउनु होइन गर्दै आज वा मौसम हेर मौसम आमामा यस्तो मजा वेदर भनेको होइन यस्तो वेदरमा घुम्नु छुट्टै रमाइलो छ हामीलाई के को कमी भयो भन्दा यहाँनिर तोपको कमी भयो टक्क चिलमा एक तप हानेर फिल्डमा घुम्नु पर्ने घुम्नु पर्छ तर टाइममा आउँछ बिस्तारै अहिले समयले साथ दिएको छैन त्यही हो यो खालको हिँडाइले त घुम्नु आएको कि हामी एक्सर्साइज गर्न आएको के अरे रनिङ जगिङ आएको जतिकै भयो यो त अब के भन्नु त्यसलाई मटकाको चिया पिन जाउँ होइन मड्का चाहिँ पिउनु जानुपर्छ पकाउन बिस्तारै पहिला अलिक घुमौँ न मजाले पहिला घुमौँ होइन गाडी चाहिनेपछि मट्का चिया देखाउँछ यता पिपल रुखको उयसमा पनि जानुपर्छ ओहो यहाँ सुँगुरको बच्चा हो कहाँ के गरेछ अरे त्यसको त गेडै फुलेर सुँगुरको बच्चा त्यहाँ यो मान्छे के भन्छ है यो तर त्यस्तो नेगेटिभ केही पनि होइन है गाइजहरू है यस्तो नेगेटिभ आएर है यदि नेगेटिभ लाग्यो भने अहिले नै पज गएर भागिहाल्यो भन्छ मेरो भिडियो हेर्नु छोडेर के हो मेरो भिडियो हेर आफ्नै भइरहेछ पज भइरहेछ नाला मिसहरू है बिचरा यार कहाँको भइरहेछ यार यहाँ गर्नु त आफ्नो हो नि यता गर्दा फेरि म भन्दा त्यही त भने नि जुन यो के भन्छ बस्नु बेला यो गर्दा के भन्छ पार्टी ए यो त भाइ कोन हो न जरा भाइ मेरो अहिलेसम्म कसले माटोको खुत्रीहरू बनाएको छ बनाएको छ भने कमेन्ट गर्नु है यहाँ हामीले आज माटोको खुत्रीको बनाउने उहाँले बनाउनु हुँदो रहेछ है हेर्नुहोस् कसरी बनाउनुहुन्छ हाम्रो बाजेले यो माटोको खुत्रीको बनाउनु कति त्यही लाग्छ दाइ टाइम लाग्छ खुत्री बनाउनुलाई यस्तो घुमाउनु भएको छ यो खुत्रीको बनाउनुले कम्तीमा पनि 5 मिनट लाग्दो रहेछ 5 मिनटमा एउटा खुत्रीको बनाउनु भयो बाजेले अझै नै घुमिरहेको छ नि यो कस्तो लाग्यो
टेक्नोलोजी देख्नुभयो नि पछि म बनाएर देखाउँछु म अहिले होइन पछि तपाईँ चाहिँ यहाँको को हुनुहुन्छ तपाईँ चाहिँ यहाँको गराइछ बेच्नुहुने अच्छा अच्छा जाऊ यस्तो छाङ्गाहरू लिने ल्याऊ कुमारी यस्तो छ भक्तपुरमा साँच्चै यो भक्तपुरमा त घाँसको त कमी नै छैन क्या गाईको छट त्यही गाईको रे अहिले घरको छतमाथि नै घाँस फल्दो रहेछ वाह यत्तिको नजर चाहिँ हुनुपर्छ गाई छाड्ने बल्दा 5 तला मन्दिर भेटेको छु अब हेरौँ 5 तला मन्दिरमा के भेट्दो रहेछ 5 तला मन्दिर ए यो त नि 2 तला मात्रै छ मन्दिर त खोइ 5 तला चाहिँ पराको उता 5 तला मन्दिर मेबी त्यही होला है यस्तै लाग्यो है मेबी घुम्दै जाउँ के देख्छ हेरिहालौँ आज मुख्य समाचार 5 तला त्यही होला होइन पाँच तला मन्दिर त्यहाँ छ है अब हेरौँ 5 तला मन्दिरमा के भेट्दो रहेछ खोज्ने होइन त सकु सिआइडी भनेर पुरा कच्चाको होइन गएको ठाउँमा वाह त्यो माथि पनि बस्ने ठाउँ मिल्दो रहेछ अब बुझ्नु यो गरेर कति पुरानो होला अब यस्तो सहर दिइरहेको छ यो फलामको रडले एउटा रड यो रडले यस्तो सहर दिइरहेको छ कि अब यो त मभन्दा त 10 गुणा जेठो होला कि यो घर त यस्तो चाहिँ सहर दिइरहेको छ कि यो के भन्छ सपोर्ट दिइरहेको छ एउटा फलामले वाह अहिले चाहिँ हामी गाइज यहाँ 5 तला मन्दिरमा छु यहाँ देखेको नजर यस्तो देख्छ कि होइन आज खासै मान्छे छैन रहेछ शनिबार नभएर होला शनिबार भएको मान्छे राम्रो धेरै आउँथ्यो होला है यता हाम्रो साथी के मान्छे के खोजिरहेको छ कुट्टामा पर्दाको कुटिरहेको छ वाह यत्तिको नजर हुनुपर्छ यहाँ भने भित्र त देखाउनु नमिल्ने रहेछ नभए देखाइदिन्थ्यो त्यो लाखे तल क्याफे रहेछ त्यहाँ हामी मटका चिया खानु लागेको खासमा यहाँ त मटकाको चियाको त नामै छैन त मटका चिया खानु लागेको हो तर यहीँकै मटका चाहिँ देख्दिनँ त अहिले चाहिँ हामी बल्ल जाँदैछौँ यो रोडदेखि बल्ल ट्याक्सी पाएको छ एउटा अब गौतम गएर हल्का सानो मिठो हल्का सानो बाटै गएर त्यहाँदेखि घर चलिन्छ है बहुत है पुगेर है अहिले चाहिँ हामी साथीको क्याफेमा जाँदैछु अब त्यो क्याफेमा के खाइन्छ
अब सायद हाम्रो ब्लग यहाँसम्म मात्रै हुन्छ होला है मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ओके गाइज सी यू इन नेक्स्ट भिडियो ओके अर्को ब्लगमा भेट्नेछु हामी अहिलेलाई बाई बाई टेक केयर है बाई सी यू सुन माया छ सबैजनालाई This feels good right here. This feels good right here. Bye.